साथीहरु नमस्कार, स्वागत छ आजको नयाँ भिडियोमा। नेपाल सरकारले एकदमै राम्रोमा भ्याकेन्सी खुलाएको छ। केन्द्रीय तथ्याङ्क विभागले जम्मा 80 जनाको लागि सरकारी जागिरको नयाँ अवसर आएको छ। तपाईहरु स्क्रिनमा देखिराख्नु भएको मोरङ, धनुषा, काठमाडौँ, कास्की, दाङ, सुर्खेत, कैलाली जिल्लामा गएर तपाईहरुले काम गर्नुपर्ने हुन्छ। तपाईहरुले जुनसुकै सब्जेक्ट पढ्नु भएको छ र तपाईहरु जुनसुकै जिल्लाबाट, नेपालको जुनसुकै जिल्लाबाट पनि यसमा अप्लाई गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईहरुले आजको यो भिडियो अन्त्यसम्म हेर्नुहोला। म आजको यो भ्याकेन्सीको बारेमा पुरै डिटेलमा जानकारी दिनेछु। साथै साथीहरु अबको 1-2 हप्ताको भित्रमा नै म्यादी प्रहरीको भ्याकेन्सी खुल्दैछ। म्यादी प्रहरीको भ्याकेन्सी खुल्न साथ म तपाईहरुको लागि भ्याकेन्सीको भिडियो लिएर आउनेछु। साथै साथीहरु यही माघ 11 गतेबाट अब हाम्रो यही च्यानल खोज गुरु नेपालबाट म्यादी प्रहरीको लिखित इक्जामको तयारीको लागि निशुल्क रूपमा तयारी कक्षाहरू सञ्चालन हुन गइरहेको छ। साथै साथीहरु तपाईहरुको हामी म्यादी प्रहरीको लिखित इक्जामको तयारीको लागि प्रत्येक दिन निशुल्क पीडीएफहरु उपलब्ध गराउने छौं। तपाईहरुको म्यादी प्रहरीको लिखित इक्जामको तयारीको लागि प्रत्येक दिन हामी निशुल्क पीडीएफहरु उपलब्ध गराउने छौं। त्यसको लागि तपाईहरुले आज नै हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुको साथै सँगैको बेल आइकनलाई अलमा प्रेस गर्न नभुल्नु होला, ताकि म्यादी प्रहरीको भ्याकेन्सी खुल्न साथ तपाईहरु सबैभन्दा सुरुमा जानकारी पाउनुको साथै लिखित इक्जामको राम्रोसँग तयारी गर्न सक्नुहुनेछ। किनकि अब हामी छिट्टै नै माघको 11 गतेबाट निशुल्क रूपमा पीडीएफ वितरण गर्दैछौँ। हामी प्रत्येक दिन म्यादी प्रहरीको इक्जाम नसकुन्जेलसम्म प्रत्येक दिन हामी निशुल्क रूपमा पीडीएफहरु वितरण गर्नेछौँ। त्यसको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। साथीहरु अब लागौं आजको भिडियोतर्फ। केन्द्रीय अर्थात् राष्ट्रिय तथ्याङ्क विभागले केही मात्रामा जम्मा 80 जनाको लागि सरकारी भ्याकेन्सीको अवसर खुलाएको छ। यस कार्यालयको चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नेपाल श्रमशक्ति सर्वेक्षण चौथो 2082-83 मा तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्ने कार्यका लागि तपसिल बमोजिमको पत्र संख्यामा करार सेवामा व्यक्तिहरूले काम गराउनु पर्ने भएकोले देखाए बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रथम पटक प्रकाशन भएको मितिबाट 15 दिनभित्र दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले कार्यालय मातहतका तपसिल अनुसारका तथ्याङ्क समन्वय कार्यालयमा तोकिएको पदका लागि दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। म्याद नाकी तथा रित नपुगी आएका दरखास्त पर कुनै कारबाही गरिने छैन। तपाईहरु नेपालको जुनसुकै जिल्लाबाट अप्लाई गर्न सक्नुहुन्छ, तर तपाईहरुले स्क्रिनमा देखाइएको जिल्लाहरुमा गएर काम गर्नुपर्ने हुन्छ। यहाँ कुन पदको लागि र कति संख्यामा माग गरिएको छ सम्पूर्ण विवरण तपाईहरु यहाँ स्क्रिनमा देखिराख्नु भएको छ। सुपरिवेक्षक र गणक पदको लागि भ्याकेन्सी खुलेको छ। मोरङमा 3, त्यसपछि गणकमा 9। यसरी तपाईहरु स्क्रिनमा क्लियरली हेर्न सक्नुहुनेछ। अब न्यूनतम शैक्षिक योग्यता कति चाहिन्छ त भन्ने विषयमा जानकारी दिन गइरहेको छु। सुपरिवेक्षक पदका लागि मान्यता प्राप्त शिक्षा संस्थाबाट कम्तीमा 100 पूर्णाङ्कको गणित वा तथ्याङ्क शास्त्र विषयले स्नातक तह वा सोसरा उत्तीर्ण भएको हुनुपर्नेछ। तर तपाईहरु जुनसुकै सब्जेक्ट पढेकाले पनि यसमा अप्लाई गर्न सक्नुहुनेछ। विगतको स्थितिलाई हेर्दा जुनसुकै सब्जेक्ट पढेकाले पनि यसमा अप्लाई गरेका छन्। गणक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा 100 पूर्णाङ्कको गणित वा तथ्याङ्क शास्त्र विषयले प्रमाणपत्र +2 तह वा सोसरा उत्तीर्ण गरेको हुनुपर्नेछ। तपाईहरु जुनसुकै सब्जेक्ट पढेकाले पनि निसङ्कोच अप्लाई गर्नुहोला, म बारम्बार भनिरहेको छु। कर्मचारी छनौट गर्दा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चालन गरिएका नेपाल श्रमशक्ति सर्वेक्षण, नेपाल जीवनस्तर सर्वेक्षण, नेपाल बहुसूचक सर्वेक्षणमा काम गरी अनुभव प्राप्त गरेकाले प्राथमिकता दिनेछ। तर ती कर्मचारीहरू धेरै छैनन्। तपाईहरु यसमा अप्लाई गर्नु होला है। माग संख्या किनकि यसमा एकदमै धेरै रहेको छ। उम्मेदवारको उमेरको हद निवेदन दिने अन्तिम मितिमा 18 वर्ष पुरा भई 45 वर्ष नाघेको हुनुपर्नेछ। कामको विवरण गणकले तथ्याङ्क संकलन र सुपरिवेक्षकले तथ्याङ्क संकलन तथा सुपरिवेक्षण कार्य गर्नुपर्नेछ। कार्य गर्नुपर्ने स्थान करार सेवामा नियुक्त कर्मचारीले छनौट गरिएको अब प्रदेशको जुनसुकै स्थानमा र आवश्यक परेको खण्डमा अन्य प्रदेशमा समेत
खट्टी सर्वेक्षणको कार्य गर्नुपर्नेछ। दरखास्त साथ निम्न कागजात पेश गर्नुपर्नेछ: नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको स्वयंबाट प्रमाणित प्रतिलिपि, तालिम तथा अनुभवको प्रमाणपत्र। यो अप्सनलमा हो, यदि छ भने दिनुहोला, छैन भने आवश्यक छैन। यो तालिम अनुभवको यो चाहिँ छ भने दिनुहोला, हैन भने कुनै पनि आवश्यकता छैन है। सम्पर्क गर्ने स्थान: दरखास्त पेश गरेको तथ्याङ्क समन्वय कार्यालय। छनौट विधि: प्राप्त हुन आएका दरखास्त अध्ययन गरी उम्मेदवारको अनुभव तथा शैक्षिक योग्यताको आधारमा कार्यालयले प्रारम्भिक सूची तयार गर्ने र यस्ता उम्मेदवारहरूको अन्तर्वार्ता लिई अन्तिम छनौट गरिनेछ। भनेपछि यसमा तपाईको लिखित हुने छैन, मात्र इन्टरभ्यू हुनेछ। छनौट विधि: प्राप्त हुन आएका दरखास्तहरू अध्ययन गरी उम्मेदवारहरूको अनुभव तथा शैक्षिक योग्यताको आधारमा कार्यालय प्रारम्भिक सूचना तयार गरी र यस्ता उम्मेदवारहरूको अन्तर्वार्ता लिई अन्तिम छनौट गरिनेछ। भनेपछि तपाईहरुको सर्ट टेस्ट हुन्छ, त्यसपछि इन्टरभ्यू मात्र हुनेछ। यसमा लिखित हुने छैन, एकदमै राम्रो अफर है। तलब तथा सेवा सुविधा: सुपरिवेक्षकका लागि नेपाल सरकारको राजपत्र अङ्के प्रथम श्रेणी र गणकका लागि राजपत्र अङ्के द्वितीय श्रेणीको तलब र स्थलगत कार्यमा खटिँदा नियम अनुसारको दैनिक भ्रमण भत्ता हुनेछ। कार्य अवधि: करार सेवा उपलब्ध गराउने व्यक्तिको कार्य अवधि चालु आर्थिक वर्ष 2082-83 मा असार मसान्तसम्मको लागि र व्यक्तिको कार्य सन्तोषजनक भएमा आर्थिक वर्ष 2083-84 मा बढीमा 7 महिना 15 दिनका लागि निरन्तरता दिन सकिनेछ। दरखास्त फारम राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्क समन्वय कार्यालयहरूमा उपलब्ध हुनेछ। साथै कार्यालयको वेबसाइटबाट पनि यो फारम तपाईहरु प्राप्त गर्न सक्नुहुन्छ। स्क्रिनमा देखाएको फारमबाट यो लिङ्कबाट पनि प्राप्त गर्न सक्नुहुन्छ। वा केन्द्रीय तथ्याङ्क, तपाई गुगलमा जानुहोला, केन्द्रीय तथ्याङ्क विभाग अर्थात् वा राष्ट्रिय तथ्याङ्क कार्यालय भनेर सर्च गर्नुहोला। त्यहाँबाट पनि तपाईहरु यो फर्मलाई प्राप्त गर्नुको साथै त्यहाँ देखाइएको स्क्रिनमा फोन नम्बरमा तपाई कल गरेर पनि यस सम्बन्धी डिटेलमा जानकारी लिन सक्नुहुनेछ। साथीहरु, आजको भिडियो यति नै।